कविता छेत्री। कविता छेत्री हजुर। हजुर गुद्दुदी बजार। गुद्दुदी बजार। अनि तपाईलाई घर जान मन छ त? हजुर। यहीँ बसी हुँदैन? हुन्छ। यहाँ त बस्नलाई खान बस्न सबै राम्रो छ अनि केही थाहा छैन मलाई। थाहा छैन? अँ। ए अनि अब घर कसरी लगिदिनु त? कहाँबाट जानुपर्छ थाहा छ? अनि घरमा तपाईलाई राख्छन् त? राख। कसले? मम्मीले। मम्मीले? हजुर। दादीसँग झगडा परे बस्छ क्या। दादीसँग झगडा परे? बोजूसँग झगडा परे। कसको? मम्मी पापाको। मम्मी पापाको? हजुर। काटा काटी बेला कान भागे भागे बाबामा छोडेर कहाँ भागे भागे। दिदी नमस्ते। खै त नमस्ते भन्नुभयो? अलिक ठुलोसोले भन्नु न। नमस्ते। नमस्ते। अनि हेर दिदीको नाम के हो त नि? कविता छेत्री। कविता छेत्री? हजुर। घर कहाँ हो तपाईँको? गुद्दुदी बजार। हजुर? गुद्दुदी बजार। गुद्दुदी बजार। गजुरी? हजुर। गजुरी बजार? हजुर। गजुरी भने नवलपरासी गजुरी? हजुर। हजुर। धादिङ गजुरी? हजुर। घरमा को छ? मम्मी हुन्छ। मम्मी हुनुहुन्छ? त्यो टोइलेटतिर बन्छ के मम्मीको टोइलेटतिर बन्छ कि मम्मीको के छ? टोइलेटतिर बन्छ कि अन्त गइराख्नु भएको थियो जसमा चाहिँ यो भइसक्यो अन्त कनका फ्याँकिदियो मलाई। कनका लगिदियो यही गाउँमा छोडिदियो त्यही बेला यो गरिदियो। गजुरी बजारमा गयो भने तपाईँको घर भेटिन्छ? घरमा घरै छ कि भाडामा बस्नु भा? घरै छ। घरमै छ। अनि बुवा? बुवा एकजना मात्रै छ। बुवा एकजना मात्रै हुनुहुन्छ? एकैजना हुन्छ बुवा, 2-3 जना हुँदैन नि त। अनि दाजुभाइ? दाजुभाइ भुक्ले छ। भुक्ले छ। यहाँ भुक्ले छ? काम गर्न यहाँ बोजूले बोलाउँछ त्यही भुक्ले। यहाँ आउनुहुन्छ काम गर्न? हजुर। सानो बच्चा छ। भाइ पनि छ। भाइ पनि छ? हजुर। कति उमेरको भाइ? 16 वर्षको? हजुर। ए अनि तपाईँलाई घर जान मन छ त? हजुर। यहीँ बसी हुँदैन? हुन्छ। यहाँ त बस्नलाई खान बस्न सबै राम्रो छ अनि हजुर तपाईँले बिहे गर्नुभयो कि गर्नु भएन? बिहे गर्नु। हजुर? गरेको छैन। गलेको छैन? ए कति वर्ष हुनुभयो? 12। तपाईँ 12 वर्ष हुनुभयो? हजुर। भर्खर? भर्खर। होइन होला। सानो। कति सालमा जन्मिनु भयो? केही थाहा छैन मलाई। थाहा छैन? ए अनि अब घर कसरी लगिदिनु त? कहाँबाट जानुपर्छ थाहा छ? हजुर? पानी ट्याङ्कीमा सोध्दै पनि जाइहाल्छ। पानी ट्याङ्की जानु भने जानुहुन्छ? हजुर। कहाँको पानी ट्याङ्की? यता गजुरीको पानी ट्याङ्की? हजुर। त्यही घर त। घर त्यहीँनिर हो? हजुर। तपाईँलाई त्यहाँ गजुरी पानी ट्याङ्कीमा लग्यो भने तपाईँ आफै लगिदिनुहुन्छ हामीलाई? हजुर। हजुर? हजुर। अनि घरमा तपाईँलाई राख्छन् त? राख। कसले? मम्मीले। मम्मीले? हजुर। दादीसँग झगडा परे बस्छ क्या। दादीसँग झगडा परे? बोजूसँग झगडा परे। कसको? मम्मी पापाको। मम्मी पापाको? हजुर। काटा काटी बेला कान भागे भागे बाबामा छोडेर कहाँ भागे भागे छोडेर मम्मी पापा नै बोजूसँग झगडा परेर कहाँ भागे भागे छोडेर मलाई पनि कहाँ पठाए। तपाईँ त हिन्दी बोल्नु भएको हो? बजु भने हजुरबुवा हो? हजुरआमा? हजुर। बोजू पनि घरभित्रै ठुलो मान्छे जस्तो बस्छ। देखिँदैन केही देखिँदैन। म पनि एक्लै बाटोमा बसेर केही जान्दैन। कराउँछु आउँदैन कराउँछु आउँदैन कोही पनि। अन्त रुई बस्छु अन्त हम्पी दिदीले ल्याउँछ घरमा। हम्पी दिदीले ल्याएकी अन्त राख्यो पनि। ल ल ल सबैजनालाई कविता दिदीको तर्फबाट फेरि पनि अनुरोध छ, कविता दिदीलाई घर पुर्याइदिनुहोस् है त? हजुर? ल धन्यवाद छ सबैजनालाई। कविता दिदीले के ढाँट्नु भयो अब?